नेपाल सम्वत ईद लोसार सम्पूर्ण चाडपर्वहरूको एकमुष्ट रूपमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना, हार्दिक नमस्कार। सबैभन्दा पहिला नेपाली बनौँ, नेपालमा शान्ति छाओस्, सबैको ओठमा खुसी छाओस्, सबैलाई आनन्दको महसुस होस्। दुर्गा भवानीले हामी सबैलाई आशीर्वाद दिउन्, यति शक्ति दिउन् कि हाम्रा युवा पुस्तालाई हामीले असल संस्कार सिकाउन सकौँ। हामीले दिएको असल संस्कार, हामीले हस्तान्तरण गरेको कुशल शिक्षाले अब आउने युवा पुस्ताले देशलाई सुरक्षित सङ्गठित बनाउन सकुन् र जसमा हाम्रो पनि हात चाहिँ त्यहाँ मिलोस्, जसले गर्दाखेरि देश उनीहरूले गरेको कार्यलाई ठिकको ठिक व्यक्तित्वको ठिक गराउन सकौँ। त्यति हामीलाई दुर्गा भवानीले आशीर्वाद दिउन्। हाम्रो बुद्धि कुनै नचाहिने कुराहरूमा भ्रष्ट नहोस्। हामीले खालि देशको लागि मात्रै सोच्न सकौँ। समाजमा, छरछिमेकमा, टोलमा, गाउँमा, देशमा, विश्वमा शान्ति छाओस्। त्यसको लागि सबैभन्दा पहिला आत्मा शान्ति हुन जरुरी छ, जसको लागि म यहाँहरूलाई हार्दिक शुभकामना प्रकट गर्दछु। र दुर्गा भवानीले सम्पूर्ण आफ्ना देवदेवताले जुन भगवानलाई आफ्नो इष्ट देवता बनाउनुहुन्छ, उहाँ भगवानले यहाँहरूलाई यति शक्ति दिउन् कि साँच्चै नै हाम्रो औरा यति फैलियोस् कि हाम्रा बोली वचनले गर्दा विकास सँगसँगै शान्ति, शान्तिपछिको क्रान्ति होइन कि विकास सँगसँगैको शान्ति फैलियोस्। यहाँहरूलाई फेरि पनि हार्दिक मङ्गलमय शुभकामना।